यो चाहिँ हाम्रो यो धजे डाँडा भन्छ आदि धनकुटा आदि के आदि मोरङ आदि धनकुटा यहाँबाट त 24वटा चाहिँ जिल्ला देख्छ अरे ल ल परिचय यहाँबाट सुरु गरौँ न ल बहिनी नानी यहाँ रेडी छ अहिले अब भकिलो ल जय मसे लबिन राई म चाहिँ केराबारी गाउँपालिका वडा नम्बर 1 पाटी गाउँ इसाई जागृति ठाम्रा र चर्च ल नानी चर्च पास्टरको नाम गोट मेरो छोरी सबैजनालाई जय मसी मेरो नाम चाहिँ रोहन थापा मेरो घर सङ्घसभा जिल्ला 5 खण्ड नगरपालिका वाना बिहिबारे भन्ने ठाउँमा पर्छ मेरो चर्चको नाम चाहिँ क्रिस्टको प्रेम पेन्टिकस्टल मण्डली हाम्रो पास्टर बुवाको नाम भक्त बहादुर राई हो हामी चाहिँ धनकुटामा यहाँ युथ क्याम्पमा आएर यसो आएको बेला घुमौँ भनेर यो के डाँडा धजे डाँडा भन्ने ठाउँमा आइरहेको छु हिजो जैतुन पार्क चढ्यो है जैतुन पार्क गयौँ आज धजे डाँडा ल हजुर ल जय मसी सालोम धन्यवाद होस् अनि मेरो नाम चाहिँ विशाल मण्डली क्रिस्टको प्रेम पेन्टिकस्ट मण्डली मेरो पास्टरजीहरूको नाम चाहिँ आज राई हुनुहुन्छ अनि एउटा धन्यवाद आज 3 दिनको युथ क्याम्पमा हामी आएर यो सबै देशको झन्डा रहेछ यहाँ धेरै राष्ट्रको रहेछ यहाँ यस्तो रहेछ है यो तल देखिँदै गरेको डाँडा बजार भन्छ है ल छोरी जय मसी जापान लिएर चाहिँ हामी चाहिँ धनकुटा धजे डाँडा र अनि हामी चाहिँ खासमा चाहिँ हामी चाहिँ 3 दिने सेमिनार युथ सेमिनारमा चाहिँ हामी आएको थियौँ अनि के उद्देश्यहरू लिएर आएको थियौँ अनि त्यो उद्देश्यहरूलाई चाहिँ पुरा गरेर आज चाहिँ हाम्रो सेमिनार सकेको अवसरमा चाहिँ हामी यहाँनिर यहाँ हुनुहुन्छ हाम्रो लबिन राईले चाहिँ हामीलाई यहाँनिर ल्याउनु भएको छ उहाँलाई धन्यवाद अनि साँच्चै नै अनि यो डाँडा बजारको धजे डाँडा चाहिँ एकदम आशिषित छ परमेश्वरको आशिषित ठाउँ हो जस्तो लाग्छ मलाई एकदमै राम्रो छ सबैजना भ्रमण गर्न आउनु होला हुन्छ सबैजनालाई जय मसी मेरो घर शङ्खचौर जिल्ला 5 नगरपालिका मेरो मण्डलीको नाम क्रिस्टको प्रेम पेन्टिकस्टल मण्डली हामी चाहिँ मोरङ जिल्लामा युथ क्याम्पमा आएको थियौँ अनि फर्किने धजे डाँडा हिजो जैतुन पार्क गयो हिजो जैतुन पार्क आयौँ आज धजे डाँडामा यो चाहिँ धनकुटा पर्दछ हामी चाहिँ मोरङमा थियौँ गुड कस्तो राम्रो लाग्यो छोरी अनि एकदम ल थ्याङ्क यू सो सी नट ह्याप्पी सी इज एङ्ग्री बिकज वे इज लङ ल हेर्नुहोस् न यो एकैछिनमा कुहिरो आउँछ यताबाट अनि एकैछिनमा गइहाल्छ हेर्नु न यतापट्टि घाम लागिरहेछ हेर्नु त यतापट्टि पुरै घाम लागिरहेछ यतापट्टि फेरि कुहिरो लागिरहेछ यो के हो यस्तो ठाउँ आमामामामामा ल हेर्नुहोस् है बादल उडिरहेछ ल हेर्नुहोस् के छ ए ए ए ए झर्ला है साथी हो ल यतापट्टि घाम लागिरहेछ हेर्नु न यस्तो घाम लागिरहेछ यी फेरि यतातिर यस्तो छ हेर्नु न आमा हो